शब्द चाहिँ मृत्युञ्जय गुरु हो। यो मृत्युञ्जय गुरु भनेको चाहिँ कस्तो हुन्छ? मृत्युञ्जय गुरु भनेको चाहिँ अब यो एउटा हाम्रो सम्प्रदायको नाम भनौँ। अब गुरु त परमात्मा शिवै हो, हामी त के एउटा साधक हौँ, सेवक हौँ। नाममा चाहिँ एउटा हाम्रो पद्धति नाम गुरुले दिएको चाहिँ कसैलाई मार्गदर्शन गर्नु नै एउटा गुरु परम्परामा गएर भएर गुरु नाम रहेको हो। हामी वास्तविक गुरु भनेर चिनाउने हामीले गराएको चाहिँ शिव नै हो। भगवान शिवै जगत गुरु हुन्। उहाँकै मार्गदर्शनद्वारा हामीले कोही शरीरधारी गुरु पायौँ। उहाँकै कृपाद्वारा मलाई त्यो कृपा भयो। त्यो कृपा फेरि हाम्रा अनुयायीहरू साथीभाइहरू अब शिष्य भनौँ उहाँहरूलाई हामीले गर्दै आयौँ। यही परम्परामा हामी अगाडि बढ्यौँ। अब वास्तविक भनेको चाहिँ राम र शिवको एउटा अब समाजमा त म रामवाला शिववालाबाट फुट्या छ नि त संसार। तर हामीले चाहिँ राम र शिवलाई मिलाइरहेका छौँ। किनभने दुईटा चिज दुईटा होइन, एउटै चिज हो, एउटै तत्त्व हो। सृष्टिलाई विभिन्न स्वरूप लिनु पर्यो। उहाँले विभिन्न स्वरूप कहिले शिव बनेर आउनुभयो, कहिले राम बनेर आउनुभयो। उहाँहरू दुईजना आफ्नै शक्तिलाई जसरी मानौँ एउटै अङ्गबाट दुईटा चिज भएको छ भने दुईटाको सहयोग पराप एउटाको कार्य एउटा देखिन्छ, एउटा कार्य एउटा देखिन्छ। हुन चाहिँ त्यो चिज एउटै हुन्छ कि। अनि हामीले चाहिँ समाजमा के हुन्छ भने मेरो चिज बल्यो, तेरो चिज कमजोर, तर म चाहिँ यो धर्मयुद्ध भने जस्तो। मैले यो कुरो सोध्न लागेको थिएँ हजुरलाई। यो विभिन्न धर्मको नाममा चाहिँ एउटा अनुयायीहरू छन्। एकजना जस्तो हजुरले भन्नुभयो शिवजीको नामबाट, हनुमानजीको नामबाट, रामको नामबाट हरेक व्यक्तिगत रूपमा चाहिँ मान्छेहरू चाहिँ त्यसरी जानुभएको छ कि यो। अनि यहाँले चाहिँ भन्नुभयो फेरि सबै धर्म सबैलाई चाहिँ एउटै तत्त्वमा मिलाउने कार्य गरिरहेको छु भन्नुभयो। त्यही कार्यलाई चाहिँ अनि कसरी निरन्तरता दिन सकिन्छ? त मजाले सकिन्छ। मान्छेको चेत हो पहिला कुरो, सोच होइन। अब अहिले किन फुटिरहेको छ? थाहा पाउनेले पनि फुटाइरहेको छ। किनभने त्यहाँ आफ्नो सङ्गठन बनाउनको लागि, आफू गुरु बनेर त्यहाँ पदको लागि नियन्त्रण गर्नको लागि राजनीति नै हो। राजनीति हो। राजनीति धर्ममा राजनीति। म रामवाला पाएँ, म रामवाला भनेर कसैले पुज्यो, मेरो एउटा सङ्गठन भयो, मेरो कुर्सी भयो, म अध्यक्ष भएँ। त्यहाँ त एउटै भएपछि त एउटै अध्यक्ष भयो, अर्को त पाएन। त्यसलाई फुटाएर लिएर गएको। कतिले बुझेर फुटाएको छ। अब तल्लो लेभलको मान्छेलाई गुरुहरूले के गरे, यसरी ज्ञान दिएनन् यो यस्तो भनेर। उनीहरूले तँ यसो गर, राम र कृष्ण चाहिँ एउटै हो, अथवा शिव र राम पनि एउटै हो भन्न सकेन। त उनीहरूले भित्र तत्त्व थाहा पाए पनि उनीहरूले यो आफ्नो राजनीति गर्नलाई, आफ्नो पद पोस्टलाई, आफ्नो गुरु तत्त्वलाई अलिकति फैलाएर लोभ लालचहरूले चाहिँ यो अगाडि बढाइएको हो। तर वास्तविक तत्त्व भनेको तपाईँले राम भन्नुहोस् या शिव भन्नुहोस् या कृष्ण भन्नुहोस्, एउटै हो। तत्त्व एउटै हो। तपाईँले कृष्ण भनेर त्यहीँ शिव पनि देख्न सक्नुहुन्न। मैले कृष्ण भने शिव चाहिँ कहाँ गए? त कृष्णमै तपाईँभित्रै शिव हुनुहुन्छ, तपाईँभित्रै राम हुनुहुन्छ, तपाईँ नै मेरो सर्वश्रेष्ठ हो भनेर मान्न सकिन्छ नि त? सकिँदैन हो। त्यो हिसाबले चाहिँ हामीले जानु पर्यो। हामीले चाहिँ अहिलेसम्म गरेको यो कार्य भनेको यही नै हो। सबैलाई जोडेर मित्र भावमा सबै जाउँ होइन। कुनै पनि धर्म अनुयायीहरू चाहिँ आएर नजुत हुन्, झगडा नगर्नु। अब हजुरलाई मैले भन्नुपर्दा धेरै मान्छेहरूले मालाहरू धारण गर्नुहुन्छ। तुलसी मालाको चाहिँ अलिकति महत्त्व। तुलसीको महत्त्व भनेको चाहिँ यस्तो हो। तुलसीको महत्त्व भनेको हाम्रो गुरुहरूले हामीलाई बताए अनुसारले शारीरिक फाइदा, अहिले भन्दाखेरि शारीरिक फाइदाको हिसाबले, जस्तो तुलसीको मालाद्वारा अब हामीले शारीरिक फाइदातिर पछि जाउँला। अहिले चाहिँ एउटा आध्यात्मिक फाइदा। पहिला कुरो त माला लाउँछौँ हामी आध्यात्मिक चेतनाद्वारा लाउँछौँ। जस्तो तुलसी किन लाइन्छ? वैष्णव सम्प्रदायले तुलसी लाउँछ। त्यो मालाद्वारा के हुन्छ भने एउटा एनर्जीसँग लिङ्क गर्ने माध्यम। अब पहिले हामी चाहिँ एनर्जी गुरु भएको कारणले भन्यौँ है। जस्तो तुलसी माला धारण गरेपछि हामी कृष्णसँग, राधासँग, त्यसको एनर्जी, उनको एनर्जी हामीसँग ट्रान्सफर हुन्छ होइन। एउटा सामान्य भाषामा हामी माला जप्छौँ, राधे 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 कृष्ण माला जप्छौँ। त्यो राधा कृष्णको प्रेम एनर्जीसँग हामी प्राप्त हुन्छ। राधा कृष्णको स्वरूप के हो? प्रेम हो। जब तुलसी माला लाउने मान्छेमा तपाईँले देख्नुहोस्, हेर्नुहोस्, उनीहरूमा नम्रता बढी हुन्छ। रुद्राक्ष लाउनमा अलिक बढी जङ्गी खालको हुन्छ। किन? रुद्रको एनर्जी त्यहाँ आउँछ। तुलसी मालामा के आउँछ? करुणा बढी आउँछ, कृपा बढी आउँछ। एक थप्पु हुर्काएछ भने पनि प्रणाम राधे राधे भनेर दिन्छ। किन? त्यो एनर्जी हाम्रो शरीरमा ट्रान्सफर होस्, हामी त्यो एनर्जीसँग रम्न सकौँ, खेल्न सकौँ भनेर त्यो एनर्जी हामीले त्यो तुलसी धारण गर्छौँ।
एउटा। दोस्रो त्यो चाहिँ धर्मसँग भयो, रिलेटिभ भयो धर्मसँग। अब अर्को कुरो के भन्दाखेरि तुलसीको माला धारण गरिसकेपछि हाम्रो शरीरमा नेगेटिभ एनर्जीहरू, जस्तो अहिले हामीलाई यहाँ भन्छौँ हामी भूत लाग्यो, प्रेत लाग्यो, हामीसँग चाहिँ यस्ता दैविक शक्तिहरू आएर बसे, यी दैविक शक्तिहरूले चाहिँ हामीलाई कहिल्यै छोड्दैन, कहिले कहाँ गएर फुकेँ मैले, कहिले कहाँ गएर फुकेँ, मेरो त कहिल्यै छोड्दैन, 1 महिना हराउँछ, अर्को महिना आउँछ। यो किन भइरहेको छ भने जुन दिन तपाईँ तुलसी माला एउटा विधिपूर्वक विधि पद्धतिमा गर, श्री राधा कृष्ण या सीताराम या वैष्णव कहीँ पनि गरेर एउटा सम्प्रदायमा एउटा विधिपूर्वक तपाईँले एउटा पद्धतिमा धारण गर्नुभयो, माला जप्नुभयो, त्यसको बिहान बेलुका चाहिँ एउटा नेस ध्यान गुरुले सिकाए अनुसारले गर्न थाल्यो भने तपाईँको तुलसी धारण गर्ने मान्छेलाई नेगेटिभ एनर्जी कहिले पनि प्रभाव पर्दैन। त्यो हामी लेखेर दिन सक्छौँ ग्यारेन्टीको साथ। कसैले भन्छ भने ग्यारेन्टीको साथ। तर तुलसीको माला चाहिँ लाएको छ, उसको पद्धति पनि छैन, विधि पनि छैन, लाएको छ ल्याम्यासँग हिँड्या छ भने चाहिँ त्यो ग्यारेन्टी छैन। त्यो चाहिँ फेसन मात्र भयो, त्यो फेसन मात्रै हो। त्यसको पद्धतिमा बस्नु पर्यो। जस्तो तुलसीको माला लगाएपछि तुलसीको मालाको पद्धतिमा बस्नु पर्यो र उसको उद्धार अनिवार्य छ। कसैको अकाल मृत्यु छ, ज्योतिषहरूको कुण्डलीमा अकाल मृत्यु छ, मानव एकछिनलाई मैले मालाको सम्बन्धमा जोडे, कसैको अकाल मृत्यु देखियो, तपाईँको अकाल मृत्यु छ, तर तपाईँले कुनै विधि पुऱ्याएर एकादशीको दिन बनाएर तुलसीको माला गुरुको हातबाट यति लाउनुभयो, गुरुले कुनै मन्त्र दिनुभयो, तुलसीको माला दैनिक 108 जप गर्ने पद्धति भयो, या रामबाट या कृष्णबाट या राधेबाट कुनै पनि गुरुले दिनुभयो, तपाईँले जप्न थाल्नु भने तपाईँको अकाल मृत्यु होइन, अझै प्रदान हुन्छ। आयो प्रकृतिले अटोमेटिक तपाईँलाई थपिदिन्छ। मार्कण्डेय ऋषिलाई भगवान शिवले आएर थपिदियो होइन र? हो, तुलसी मालाको गुण हामीलाई गुरुहरूले दिनुभएको। यो पोजिटिभ एनर्जीको लागि त तपाईँले तुलसीको माला धारण गरेको मान्छे मसँग घाटमै गएर बस्छ, कोही लासै छ भने भूत प्रेत पिसाच छ भने तपाईँको अगाडि आउँदैन, सहयोगी भनिदिन्छ, तपाईँको लागि सहयोग भनिदिन्छ। यो ग्यारेन्टी साथ भन्छ, तपाईँको लागि सहयोगी भनिदिन्छ। त कसरी म यसको उदाहरण दिउँ? भूत प्रेत पिसाच कोसँग हुन्छ? भगवान शिव। त भगवान शिव कसको भक्ति गर्नुहुन्छ? रामको, विष्णुको। जो भूत प्रेतको राजा, जो भगवान कृष्णको दास हुनुहुन्छ भने भूत के होला? त्यहाँ अगाडि गएपछि भूतले के गर्ला? सेवक बनिन्छ होइन? कहीँ हुन्छ त हो। तुलसीको माला चाहिँ लायो, विधि केही छैन, ल्यायो भने खानालाई जे पनि खाँदै हिँड्छ, बोल्नलाई जे पनि बोल्दै हिँड्छ, विचारलाई यसो गर्दैन भने उल्टो चाहिँ त्यसले विष पैदा गर्छ। यो पनि विचार गर्नुपर्छ। तुलसी माला लाउँदैमा ऊ त्यहाँ उद्धार हुने होइन, उसलाई विष नै पैदा गर्छ। हजुरले दुध खाने भयो, दुध खाने बित्तिकै काल्ती खोलेर खानु भयो, त्यो भित्र गएर त काल्तीलाई त पनिर बनाइदिनु, फटाइदिनु, दुधको तत्त्व तपाईँको शरीरमा पाए त बोल्न सक्यो, दुध पचाउनै नपाइने काल्ती खानु भन्नु खोजे तुलसी माला लाउनु भयो। तर विचार चाहिँ नेगेटिभ राख्नुभयो, खानपिन नेगेटिभ गर्नुभयो होइन? अब कसरी चाहिँ तुलसी मालाको पोजिटिभ? जसरी तुलसी माला लाउनु भयो, तुलसी मालाको पद्धतिमा बस्यो र त्यसको कार्य गर्यो भने के बन्नु परेछ? रङगोडा राजा बन्नु परेछ, जीवनलाई मोक्ष गर्नु परेछ। के चाहिएछ हाम्रो अगाडि? कोही पनि व्यक्ति, अब मैले यो समृद्धिको कुरा किन गरेँ? सबैलाई चाहिँ मोक्ष चाहिए होइन, कसैलाई त मोक्ष चाहियो, समृद्धि चाहियो होला। यो ग्यारेन्टी हामीसम्म गर्न सक्छौँ होइन? जो रुद्र उनको राम 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 कैलाशमा बसेर, जो त्रिलोक 14 भुवनको स्वामी, जो संसारका सम्पूर्ण राक्षसहरू चाहिँ शिव भनेर थर 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 काम्छन् भने ती भगवान श्रीकृष्ण श्रीरामको परम भक्त बारम्बार उनको नाम लिन्छ। जब तिनैको माला तुलसी हामीले धारण गर्यौँ यति भने हाम्रो जीवन कति होला? ल भन्नुहोस्, कहाँ पुग्छ? यसको त गुण कति छ पछिको उसमा हजुरसँग फेरि बसेर गरौँला होइन? हस्, धन्यवाद। जय श्री राधे राधे। ओम गोरखनाथाय नमो नमः, ओम शाबर सिद्धाय नमो नमः।